सधैँ रुघा लागे जस्तो हुने, नाक बगिरहने वा लगातार हाछिउ आइरहने समस्या साँच्चै नै कति दिक्क लाग्दो हुन्छ, होइन र? धेरैले यसलाई सामान्य रुघाखोकी भनेर बेवास्ता गरिरहेका हुन्छन्, तर यो त्यति सामान्य नहुन सक्छ। आजको हाम्रो यस विश्लेषणमा हामी एलर्जिक राइनाइटिस भनिने यही अदृश्य तर निकै साधारण समस्याको भित्री पाटो खोतल्दैछौँ। आखिर शरीरभित्र त्यस्तो के भइरहेको हुन्छ त? आउनुहोस् सँगै बुझौँ। यस विषयलाई हामी मुख्य 4 भागमा बाँडेर हेर्दैछौँ। पहिलो, एलर्जीको वास्तविक अर्थ। दोस्रो, यसका लक्षण र जटिलताहरू। तेस्रो, कारणहरू कसरी पत्ता लगाउने। र अन्त्यमा यसको उपचार र रोकथामका उपायहरू। त्यसो भए सबैभन्दा पहिले यो अदृश्य शत्रु अर्थात् एलर्जी भनेको के हो त्यतातिर लागौँ। सधैँ टिस्यु पेपर बोकेर हिँड्नुपर्ने वा नाक पुछिरहनु पर्ने यो अवस्था पक्कै पनि नौलो होइन। तर यो कुनै भाइरस वा ब्याक्टेरियाले गराएको संक्रमण होइन क्या। यो त हाम्रो आफ्नै शरीरको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टमले अलि बढी नै आत्तिदा निम्तिएको एउटा दैनिक झन्झट हो। शरीरले एउटा सामान्य कुरालाई पनि ठूलो खतरा जस्तो मानेर अनावश्यक लडाई सुरु गर्दा यस्तो अवस्था आउँछ। यो समस्या कति धेरैलाई छ भनेर सुन्दा अचम्म लाग्न सक्छ। उदाहरणका लागि अस्ट्रेलियाकै तथ्याङ्क हेर्ने हो भने त्यहाँ हरेक 5 मध्ये 1 जनालाई एलर्जिक राइनाइटिसले सताएको छ। यो त निकै ठूलो संख्या हो र धेरै जसोलाई यो समस्या बाल्यकाल वा युवा अवस्थाको सुरुवातमै देखिसकेको हुन्छ। यसको पछाडिको विज्ञानलाई अलिकति सरल भाषामा बुझौँ। अघि नै भनिए जस्तो यो कुनै भाइरस होइन। हावामा उडिरहेका धुलो वा परागकण जस्ता एकदमै सामान्य र हानिरहित कुराहरू जब नाकको सम्पर्कमा आउँछन्, हाम्रो इम्युन सिस्टमले गल्तीले तिनीहरूलाई भयानक शत्रु ठानिदिन्छ अनि त्यसको प्रतिक्रिया स्वरूप शरीरले हिस्टामाइन नामको एउटा रसायन उत्पादन गर्न थाल्छ। हो, यही हिस्टामाइन नै त्यो मुख्य दोषी हो जसले गर्दा नाक बग्ने र हाछिउ आउने गर्छ। यो समस्या मुख्य गरी 2वटा फरक समय रेखामा आउने गर्छ। एउटा हो मौसमी एलर्जी, जसलाई हे फिभर पनि भनिन्छ। यो विशेष गरी वसन्त र गर्मीयाममा बिरुवाका परागकणहरूले गर्दा हुने गर्छ। अर्कोतर्फ वर्षैभरि हुने एलर्जी पनि हुन्छ, जसले 12 महिना सताउँछ। यसको मुख्य कारण भनेको घरभित्रै पाइने धुलोका साना कण, ढुसी वा घरपालुवा जनावरको भुत्ला हुन्। यो भिन्नता छुट्याउन सकियो भने समस्याको जरो पत्ता लगाउन धेरै सजिलो हुन्छ। अब यो हाछिउ गर्ने समस्याभन्दा अलिकति पर गएर यसका लक्षण र जटिलताहरू के कस्ता हुन्छन् भनेर हेरौँ। यसको असर नाकमा मात्र सीमित हुँदैन, टाउकोदेखि घाँटीसम्म महसुस हुन्छ। नाक बन्द हुने, चिलाउने त छँदैछ, तर आँखाबाट निरन्तर आँसु बग्ने, आँखा रातो हुने र वरपर कालो घेरा बस्ने जस्ता समस्या पनि सँगै आउँछन्। घाँटी खसखस गर्ने र कान टम्म हुने पनि उत्तिकै हुन्छ। यहाँ बुझ्ने गर्ने एउटा महत्त्वपूर्ण कुरा के छ भने यसमा आउने सिँगान सामान्य रुगामा जस्तो बाक्लो हुँदैन, बरु पानी जस्तै सफा र पातलो हुन्छ। अब यो तथ्याङ्क हेरौँ जसले साँच्चीकै झस्काउन सक्छ। एलर्जिक राइनाइटिस भएका करिब 50% बिरामीहरूमा दम वा अस्थमा पनि हुने गरेको पाइन्छ। श्वास प्रश्वास प्रणालीको माथिल्लो र तल्लो भाग बीचको यो सम्बन्ध एकदमै गहिरो छ। तर राम्रो कुरा के छ भने यदि एलर्जीलाई राम्ररी नियन्त्रणमा राख्न सकियो भने दमको समस्या पनि आफै धेरै हदसम्म कम भएर जान्छ। यदि यसलाई समयमै वास्ता गरिएन भने यसले निकै गम्भीर लुकेका जटिलताहरू निम्त्याउन सक्छ। विचार गरौँ त, राति सुत्दा नाक बन्द भयो भने के हुन्छ? निद्रा पूरा हुँदैन अनि राम्रो निद्रा नपरेपछि भोलिपल्ट दिउँसोभरि थकान महसुस हुने, टाउको दुख्ने र काम वा पढाइमा ध्यान केन्द्रित गर्न नसकिने हुन्छ। भन्नुको मतलब यो एउटा सामान्य एलर्जी मात्रै नभएर यसले सम्पूर्ण दैनिक जीवनको सन्तुलनै खलबल्याइदिन सक्छ। त्यसो भए यो समस्या निम्त्याउने मुख्य अपराधीलाई कसरी पत्ता लगाउने त? आउनुहोस् अनुसन्धानको प्रक्रिया बुझौँ। डाक्टरकोमा जाँदा यो प्रक्रिया एउटा जासुसले अनुसन्धान गरे जस्तै हुन्छ। मुख्यतया यसका 3वटा चरण हुन्छन्। पहिलो त डाक्टरले शारीरिक परीक्षण गरेर लक्षणहरूको गहिरो अध्ययन गर्नुहुन्छ। त्यसपछि स्किन प्रिक टेस्ट गरिन्छ, जसमा छालामा विभिन्न सम्भावित एलर्जेनहरू राखेर शरीरले कस्तो प्रतिक्रिया दिन्छ भनेर प्रत्यक्ष हेरिन्छ। र तेस्रो चरणमा रगत परीक्षण मार्फत शरीरको प्रतिरक्षा प्रणालीको अवस्था नापिन्छ। यो कुनै अन्धाधुन्ध गरिने अनुमान होइन, पूर्ण रूपमा वैज्ञानिक तथ्यमा आधारित रहेर कारण पत्ता लगाउने तरिका हो। अब सबैभन्दा महत्त्वपूर्ण पाटोतर्फ लागौँ। उपचार र रोकथाम मार्फत आफ्नो स्वास्थ्यको नियन्त्रण कसरी आफ्नै हातमा लिने।
मेडिकल विज्ञानले हामीलाई यसको उपचारका लागि थुप्रै विकल्पहरू दिएको छ र हरेक औषधिको आफ्नै विशेष काम हुन्छ। उदाहरणका लागि नेजल कोर्टिकोस्टेरोइडले नाकभित्र सुन्निएको भागलाई शान्त पार्छ। एन्टिहिस्टामाइनले अघि हामीले कुरा गरेको हिस्टामाइन रसायनलाई रोकेर हाच्च्यौँ आउन कम गर्छ। त्यस्तै डिकन्जेस्टेन्टले बन्द भएको नाक खुलाउँछ भने ल्युकोट्रिन इन्हिबिटरले दमसँग जोडिएका एलर्जीहरू नियन्त्रण गर्न मद्दत गर्छन्। लक्षण हेरेर डाक्टरहरूले यी प्रभावकारी हतियारहरूको सही प्रयोग गर्नुहुन्छ। तर औषधि मात्रै सबै थोक पक्कै होइन है। हाम्रो दैनिक जीवनमा अपनाउन सकिने रोकथामका साना साना उपायहरूले पनि ठूलो जादु गर्न सक्छन्। सबैभन्दा मुख्य कुरा भनेकै एलर्जी गराउने कुराहरूबाट टाढा रहनु हो। जस्तै हावाहुरी चलेको बेला वा सुक्खा बिहानीमा सकेसम्म घर बाहिर ननिस्कने, झ्यालहरू बन्द राख्ने, एसीको प्रयोग गर्ने, सरसफाई गर्दा डस्ट मास्क लगाउने र नियमित भ्याक्युम गर्ने। यति गर्न सक्यो भने त्यो हिस्टामाइन उत्पादन हुने प्रक्रिया सुरु नै हुन पाउँदैन। र कहिलेकाहीँ यदि औषधि र साधारण रोकथामले मात्रै काम गरेन भने अझै एउटा उन्नत विकल्प छ, इम्युनोथेरापी। यस अन्तर्गत छालामुनि सुई दिएर वा जिब्रोमुनि औषधि राखेर शरीरलाई बिस्तारै ती एलर्जेनहरूसँग घुलमिल गराइन्छ ताकि पछि गएर शरीरले त्यसलाई खतरा नमानोस्। यो भनेको प्रतिरक्षा प्रणालीलाई नै तालिम दिएर सच्याउने एउटा गजबको दीर्घकालीन समाधान हो जुन विशेषज्ञहरूको निगरानीमा गरिन्छ। अन्तमा यो सबै कुरा बुझिसकेपछि एउटा महत्त्वपूर्ण प्रश्न मनमा आउन सक्छ। कतै त्यो महिनौदेखि लागिरहने निको नहुने र दिक्क लगाउने रुगाखोकी साँच्ची नै कुनै वातावरणीय एलर्जी त होइन? यदि यस्ता